नेपालमा बिबिए बिआई पढेको या बिबिए पढेको स्टुडेन्टहरूलाई अस्ट्रेलिया जाँदै कुन कोर्स चुज गर्दा सजिलो हुन्छ होला? थ्याङ्क यू बसमेश। अब अस्ट्रेलियामा तपाईँले नेपालमा बिबिए पढेको विद्यार्थीहरूले धेरैले लिने सब्जेक्ट भनेको नै एकाउन्टिङ म्यानेजमेन्ट या त्योसँग एसोसिएटेड कोर्सहरू नै हो। अब अस्ट्रेलियामा अलिक स्पेसलाइज पढाइ हुन्छ, नेपालमा अलिक जेनेरिक पढाइ हुन्छ भने चाहिँ अस्ट्रेलियामा स्पेसलाइज पढाइ हुन्छ। भन्न खोजेको के भन्दा तपाईँले यदि एकाउन्टिङ पढ्न खोज्नुभयो भने मास्टर्स अफ प्रोफेसनल एकाउन्टिङ पढ्नुहुन्छ, तपाईँले म्यानेजमेन्टमा डिग्री जानु खोज्नुभयो भने तपाईँले एमबिए पढ्नुहुन्छ, तपाईँले प्रोजेक्ट म्यानेजमेन्ट जानुभयो भने मास्टर्स अफ प्रोजेक्ट म्यानेजमेन्ट पढ्नुहुन्छ। त्यस्तै तपाईँले बिजनेस एनालिटिक्सहरू पढ्न पाउनुभयो, डेटा साइन्सहरू पढ्न पाउनुभयो, बिजनेस इन्फर्मेसन सिस्टमहरू पढ्न पाउनुभयो भनेको तपाईँले अब मास्टर्स पढ्दा केमा स्पेसलाइज गर्न खोज्दै हुनुहुन्छ त्यो अनुसार चाहिँ तपाईँले मल्टिपल अप्सन चाहिँ हुन्छ। अब अस्ट्रेलियाको डिमान्डमा हेर्दै गर्दा अहिले रिसेन्टली हाम्रो एक्सपिरियन्स हेर्दै गर्दा तपाईँले अस्ट्रेलियामा पढ्दै हुनुहुन्छ भने अडिटिङ स्पेसिफिक स्किल सेटहरू बनाउनु भयो, त्यो खालको पढाइ पढ्नुभयो भने एक्सटर्नल अडिटरको रूपमा पनि तपाईँको राम्रो स्कोप छ। तपाईँको ट्याक्सेसन एकाउन्टेन्टमा पनि राम्रो स्कोप छ, एकाउन्टिङमै पनि काम गर्न सक्नु पर्यो। डेटा साइन्सतिर बिजनेस एनालिस्टहरू पनि धेरै अकुपेसन्सहरूमा चाहिँ हाई इन डिमान्ड छ। तर आफू चाहिँ त्यो सेक्टरको चाहिँ आफ्नो स्किल सेट चाहिँ स्ट्रङ बनाउनु पर्यो। कुनै पनि यही लिएका भएका अप्सन्समध्ये तपाईँले पढ्न जाँदै हुनुहुन्छ भने आफूले पढ्ने सेक्टरलाई फोकस गरेर त्यो सेक्टरको स्किल सेट गर्नुभयो भने देयर आर मल्टिपल अप्सन्स जसले बिबिए पढ्नु भएको छ उहाँहरूलाई चाहिँ छ अस्ट्रेलियामा।